हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू आज म तपाईँहरूमा फेरि पनि उपस्थित भइसकेको छु नयाँ दिन नयाँ भिडियोका साथ। साथीहरू आज म अलिकति फ्रक र नयाँ एकदम रमाइलो भिडियो लिएर चाहिँ तपाईँहरूमा आज उपस्थित भएको छु। हामी जाँदैछौँ साथीहरू चौरी खर्क अर्थात् चौरी पुकी भन्ने ठाउँमा। चौरी पुकी र चौरी खर्क एउटै हो या फरक हो यो कुरा पनि म तपाईँहरूलाई बताउने छु। र अहिले हामी लगभग चौरी खर्क अर्थात् चौरी पुकी नै पुगिसकेका छौँ होइन। पारी देख्न सक्नुहुन्छ एकदमै दामी भ्यू आइराखेको छ र यता पनि देख्न सक्नुहुन्छ एकदम दामी भ्यू आइराखेको छ। एकदम मन चाहिँ खुसी भइराखेको छ। हजुरलाई कस्तो लागिराखेको छ कृपया कमेन्टमा कमेन्ट गर्न नभुल्नुहोला र यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्न चाहन्छु। साथीहरू यति बेला हामी शीतल पोखरीमा आइसकेका छौँ होइन। सबैजना साथीहरू यता हुनुहुन्छ, हाम्रो केही साथीहरू यता हुनुहुन्छ। हाम्रो गाडी चाहिँ यता चार लाउन लाग्छ, त्यही भएर हामी एकछिन रोकिरहेको छौँ। अनि त्यसपछि अरू सरहरू र अरू साथीहरू चाहिँ यता जानुभएको छ भित्रतिर। एकछिन चाहिँ यसो काम भएको कारण हामी चाहिँ यता बसिराखेका छौँ। एकदम रमाइलो हुनेवाला छ साथीहरू, चिन्ता नगरौँ। साथीहरू हामी यति बेला ठ्याक्कै बागलुङको र रुकुम पूर्वको सिमानामा पुगिसकेका छौँ र यहाँ हामी अहिले ठ्याक्कै यो बागलुङको ठाउँमा छौँ। बागलुङ निसी खोला वार्ड नम्बर 6 म छौँ ठ्याक्कै यो पाती हाल्ने भन्ने ठाउँमा। यहाँ हामीले खाना खानेछौँ र यहाँबाट हामी ठ्याक्कै माथिसम्मको यात्रा गर्नेछौँ। तपाईँहरूलाई सम्पूर्ण भिडियोहरू मैले सेयर गर्नेछु र सबै साथीहरू यहाँ बसेर गइसक्नु भएको छ, सबै साथीहरू झरिसक्नु भएको छ र हामी खाना खाएर यहाँबाट लाग्नेछौँ। देख्न सक्नुहुन्छ सबै सरहरू चाहिँ यताहरू हुनुहुन्छ, सरहरू यता हुनुहुन्छ, यो चाहिँ यता जानुभएको छ है त। अब हामी ठ्याक्कै यहाँबाट माथि चौरी खर्क जानेछौँ। चौरी खर्क जाँदाखेरि चाहिँ यो पछाडिपट्टि देख्नुभयो त्यो प्लान्टले बारी, पछाडि ठ्याक्कै चाहिँ हामी पनि त्यहीँ जाने हो एकछिनमा। चौरी खर्क जाने हामी चाहिँ यता यो नास्ताको लागि एकदम। ल एकदम सबै हालिनु भयो चाहिँ ल छर्लक झोला। ल अब सबै झोला चाहिँ यस्तै गरी भरिरहेछन्। अनि यता अर्को पनि खाली रहेछ त। यता कता बचेछ फेरि दाइ? ल सुरु चाहिँ यो झोला कता बचेछ? सबैजनालाई यहाँ हाम्रो साथीहरू कोही चाहिँ यता हुनुहुन्छ होइन, सर यता हुनुहुन्छ सरहरू। त्यसपछि हामी ठ्याक्कै यहाँ छौँ। यो चाहिँ हामी भने खाने खाएर यता फर्किसकेका छौँ। अब हामी यहाँबाट पदयात्रा गर्नेछौँ। यहाँबाट हामी करिब 2-2.5 घन्टा हिँडेर चाहिँ आफूसँग जानेछौँ। सबै भिडियोमा सेयर गर्छु। साथीहरू अब हामी यहाँबाट पैदल यात्रा गर्नेछौँ। यहाँसम्म चाहिँ गाडी आउने रहेछ होइन। अब यहाँबाट केही मोटरसाइकलहरू सानो गाडीहरू चाहिँ जाने रहेछ, तर हाम्रो गाडी गएन। त्यसैले हामी यहाँबाट हिँड्ने भयौँ। साथीहरू यहाँ सबैजना उपस्थित हुनुहुन्छ, देख्न सक्नुहुन्छ। यता हाम्रो नयाँ दिदीहरू पनि भेटिनु भएको छ है। के छ दिदी, हजुर चाहिँ कहाँदेखि आउनुभयो? हामी रुकुमदेखि आएको। अनि हाम्रो भाइको युट्युबमा कता फेसबुकबाट लाइक कमेन्ट गरिदिनु ल। हामी चाहिँ माथि भेट्छौँ चौरी पुकी माथि, फेरि माथि होइन नि। ल अब चाहिँ अहिले हामी माथि भेट्छौँ ल चौरी पुकी। पैदल यात्रा चाहिँ एकदम रमाइलो होला जस्तो लागिरहेछ। हेर्नु त एउटामा भए पनि अलिकति चाहिँ अप्ठ्यारो लाग्ने होइन, नमजा हुने हो खासमा। हेर्नु त एकचोटि पुरा टिम नै लिएर आएको छ क्या हाम्रो टिम। मैना चाहिँ एकदम क्या दामी छ क्या। एकदम माथि गयो भने पनि एकदम यस्तै चाहिँ रमाइलो भ्यूहरू आउँछ भन्ने लागिरहेको छ मलाई होइन। अनि यहाँ चाहिँ अलिकति जुकाहरू पनि लाग्छ भन्ने सुनिरहेको छु होइन, तर के हो भन्ने कुरा चाहिँ मलाई पनि थाहा छैन। अलिकति परतिर चाहिँ भेटिन्छ। त्यही पनि यहाँ चाहिँ के छ अवस्था सबै कुरा चाहिँ मैले सेयर गर्छु। साथीहरू यहाँ भर्खर आधा मर पुग्यो होइन, पुरै आधा मर होइन, फेरि 15 मिनट 20 मिनट जति हिँड्यो। एकदम स्याफ्या भइहाल्छ। सबै साथीहरू त पछि पनि हुनुहुन्छ, केही साथीहरू म पनि एकदम हिँड्न नसकेर हैरान हुनुहुन्छ र केही साथीहरू अगाडि हुनुहुन्छ एकदम हिँड्न नसकिन हैरान स्याफ्या भइहाल्छ। अनि रे अब यस्तै गरेर ट्याक्क माथिसम्म जानुपर्ने छ। माथि कति छ? यहाँ हाम्रो सुरज कामरेड यता कामरेड नभन्नु दादा। ल हामी माथिसम्म जाँदैछौँ है त। वरिपरि वन जङ्गल चाहिँ एकदम दामी छ क्या, तर जे भए पनि हरियाली ठाउँ क्या दामी छ क्या।
हामी यति बेला ठ्याक्कै माथि अलिकति डाँडातिर पुगिसकेका छौँ होइन। घाम लागेको कारणले अलिकति चाहिँ जोस् रमाइलो फिल चाहिँ भइराखेको छ। तलतिर त एकदम ठारै ल हेर्नु त, गाह्रो छ एकदम। यता सर अगाडि हुनुहुन्छ अनि कोही साथीहरू तल हेर्नु त यहाँ त्यति तल तल पनि हिँड्नुहुन्छ। कोही चाहिँ यता पुगिसक्नु भएको छ। एकदम धेरैजना ग्रुप ल्याएको भएर एकदम चाहिँ हुन्छ नि रमाइलो भइरहेको छ। जोस् हाँसो मजाक गर्दै चाहिँ हामी हिँडिरहेको छौँ। अनि त्यो पनि यो उकालो हिँड्न चाहिँ सकिने रहेछ गाइज। यति कुरा चाहिँ लगभग क्लियर भयो भनौँ। अनि साथीहरू त्यो पारि देख्नुभयो तपाईँहरूले होइन, एकदम रमाइलो हरियाली डाँडा होइन। त्यो चाहिँ एकदम पाती हाल्ने रहेछ, एकदम रमाइलो ठाउँ रहेछ जस्तो लाग्यो मलाई चाहिँ यहाँबाट हेरेर। जोस् रमाइलो भइरहेछ, वरिपरि डाँडाहरू एकदम दामी दामी देखिरहेछ। अनि यता यी साथीहरू यता हुनुहुन्छ, एकदम हिँड्न नसकेर फेरि हैरान छ, एकदम गाह्रो छ। पुग्यो प्रकाश, पुग्यो होइन? लाग्छ 1.5 घन्टा मजाले हिँड्नुपर्छ। लाग्छ अब 1.5 घन्टा बाँकी छ। जोस् भोपाल दाइ के छ, पुग्नुभयो? गाह्रो छ सर के छ अवस्था? एकदम गाह्रो। पुग्न सकिँदा लाग्यो नि माथिसम्म त। के छ अवस्था चाहिँ? ल के न के भनेर मात्रै आयो है अहिले अगाडि चाहिँ। रमाइलो भइरहेछ, सबैसँग हिँड्दै गफ गर्दै। जोस् रमाइलो छ होइन? मेरो लागि चाहिँ ल के छ हजुरको चाहिँ? साथीहरू बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ, स्यासेफे एकदम। हजुर कस्तो भइरहेछ तपाईँलाई फिलिङ्स चाहिँ यहाँसम्म आउँदै गर्दा? एकदम रमाइलो भएको छ होइन सर? अनि के छ यहाँसम्म आउँदाखेरि चाहिँ कस्तो भयो? भारी बगानेमा जिम्मा लगाइदिएको छ ठुलले। वाउ साथीहरू क्या दामी ठाउँ है। आहा यतै साला स्वर्गभन्दा नि कम छैन क्या एकछिनको लागि चाहिँ होइन। क्या दामी भइरहेछ यो त, एकदम दामी आइरहेछ। ठाउँ चाहिँ एकदम दामी रहेछ। जोस् यति सुन्दर ठाउँमा चाहिँ घुम्न पाइए एकदम खुसी लागिरहेछ। हजुरले भिडियो हेर्दै गर्दा चाहिँ कस्तो लागिरहेछ कृपया कमेन्टमा चाहिँ कमेन्ट बताउन चाहिँ नभुल्नु होला। र साथीहरू हामी लगभग माथिसम्म पुगिसकेका छौँ होइन। लगभग चाहिँ चौरी खर्क नै पुगिसकेका छौँ। समथिङ 5 मिनटको बाटो छ भन्ने कुरा चाहिँ हामीले जानकारी पाएका छौँ। र यहाँसम्म पुग्दै गर्दा चाहिँ हजुरलाई कस्तो महसुस भयो अथवा फिल चाहिँ कस्तो भयो, अनुभव चाहिँ कस्तो लाग्यो ठ्याक्कै चाहिँ? यति नै हो, तर बबाल रमाइलो छ, आउनु होला। एकदम दामी छ। दामी छ। फेरि आउने हो? हामी चाहिँ अन्जान मान्छेसँग भेट गर्थ्यौँ है भाइ भनौँ न। हजुरलाई चाहिँ कस्तो लागिरहेछ? दामी छ, एकदम दामी छ होइन ठाउँ चाहिँ। र कति बेला झ्याप्प कुरो आएर सफा एकदम एकैछिनमा सफा भइहाल्यो क्या फेरि चाहिँ। साथीहरू लगभग हामी यो माथि डाँडामा पुगिसकेका छौँ। यहाँबाट हेर्दाखेरि एकदम अप्ठ्यारो छ क्या ठाउँ चाहिँ, गर्दा लुटिन नै सक्यो। साथीहरू यति बेला हामी चौरी खर्क अर्थात् चौरी बुकी भन्ने ठाउँ पुगिसकेका छौँ। र चौरी खर्क र चौरी बुकी भनेको ठाउँ एउटै हो। हामी कसैले चाहिँ चौरी बुकी भनेर चिन्छौँ भने कसैले चौरी खर्क भनेर चिन्छौँ। वरिपरिको दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ, एकदमै रमाइलो फिल भइराखेको छ। यहाँसम्म पुग्दै गर्दा हामी करिब 4000 मिटर माथिसम्म चाहिँ आइसकेका छौँ होइन। 4000 मिटरको हाइटमा हामी आइसकेका छौँ। कुहिरोले कति बेला चाहिँ घपक्क ढाक्छ अनि फर छुट्छ फेरि। एकदम दामी र एकदम रमाइलो भइराखेको छ साथीहरू होइन। यहाँसम्म पुग्दै गर्दा मैले बाटोमा तपाईँहरूलाई एकदमै धेरै भ्यूहरू सेयर गरेको छु। भिडियो कस्तो लाग्छ, मन पऱ्यो भने कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र एकदमै रमाइलो यहाँ वरिपरि देख्नुहुन्छ, यहाँ धेरैजना मानिसहरू भइरहेको एकदम रमाउनलाई होइन, रमाइलो गर्नलाई पनि धेरै मानिसहरू उपस्थित भएको। यहाँ चाहिँ घुम्नलाई पनि एकदम चाहिँ धेरैभन्दा धेरै मानिसहरू चाहिँ उपस्थित भएको कुरा यहाँहरूले यहाँ देख्न सक्नुहुन्छ है त।
यहाँ पुग्दै गर्दा अलिकति सुन्दर र अलिकति रमाइलो ठाउँ पनि भेटियो एकदम चारैतिर चाहिँ फुलहरू ढकमक्क भएर फुलिरहेको होइन एकदम चाहिँ डाँडा एकदम रमाइलो भएको स्थिति है यस्तो खालको दृश्य चाहिँ देखियो जुन चाहिँ फुलले मात्रै ढाकिएको गरावारी छाया गरावारी पिपलु यो गरावारी छाया गरावारी पिपलु यो गरावारी छाया खाइको बसी गइ दुदा नखाइ मिठो माया खाइ मिठो बसी गइ दुदा खाइ मिठो माया खाइ मिठो बसी गइ दुदा हामी यता खाजा बनाएर खाँदैछौँ यति बेला ट्याक्कै जुन सम्पूर्ण साथीहरू र सर लगायत सबैजना चाहिँ खाजा बनाउँदै हुनुहुन्छ अनि टक्क लगाएर खाजा बनाएर खाएपछि ट्याक्क चाहिँ छौँ एकछिनमा एकदम दामी छ है त साथीहरू भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक गर्नुहोस् कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् धेरैभन्दा धेरै साथीहरूलाई भिडियो सेयर गर्नुहोस् यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै आजको भिडियो बिताउन चाहन्छौँ धन्यवाद नमस्कार।